मलाई के आजकल यो बाहिरको खाना जापानिज खानाहरू अनि आफूले पनि डेली बनाएर खाइरहेको स्वादहरूसँग वाक्क दिक्क प्याक्क भइसकेँ कि म बनाएर दिने मान्छे, अरूको हातको टेस्ट खान नपाएर होला है। पहिलाको पुरानो खानाहरू के हजुरआमा आमाहरूले आगो बालेर फलामको भाँडोमा पकाएको टेस्ट यस्तो भिन्दै यस्तो मिठो हुन्थ्यो कि। अनि म त घले गाउँ जाँदाखेरि पनि खाएको थिएँ होइन। अनि मैले एकचोटि थकाली खानामा पनि खाएको थिएँ कि त्यो टेस्टहरू एकदम मिस भइरहेछ कि मलाई आजकल यस्तो खानाहरू। अनि आज बनाऊ न त भनेर बिहानै उठेर अनि कालो दालमा पिँडालु हालेर घिउमा जिम्बुले झानेर खाऊ न त जस्तो लाग्यो अनि बनाएको है। एकदमै मिठो चाहिँ मिठो हुने है, तर त्यस्तै स्वाद त्यही टेस्ट चाहिँ नहुने के। आजकल चाहिँ दिनको एउटा खानाहरू चाहिँ बनाएर खाऊँ भनेर बनाइरहेको छु कि मैले। अब के बनाउने होला त।